सम्पूर्णमा मेरो नमस्कार। आज 2083 जेठ 16 गतेको मेरा फुल वनस्पतिहरू देखाउन चाहन्छु हजुरहरूलाई। यस्तो खालको फुलहरू छन्। यो भयो घरमा रोप्ने फुलहरू। त्यसै गरी गाईघाट बजारमा मैले गमला देखेको थिएँ। सायद यस्तै मसिनो फुलहरू लाउने होला। यो प्रकारको छ मेरो फुल। यो वज्रदन्तीहरू, त्यसै गरी यस्तो अपराजिताहरू, यस्तो प्लान्टहरू छ। यसरी धुपीहरू पनि छन्। यो पर्यटन फुलहरू छ। यो लामो पातेहरू, यस्तो स्नेक प्लान्टहरू, स्टार फुलको बिरुवा पनि छ प्रशस्त नै। यो सेतो स्टार अहिले फुल्नु बन्द भएको छ। यो प्रकारको फुलहरू छन्। यो धुपीहरू, यो काँडे धुपी, यो प्रकारको फुलहरू छ। गाईघाट बजारको गमलामा यस्तो खालको फुल देख्नुहुन्छ भने आउनुहोला। सर्वसुलभ मूल्यमा म दिन चाहन्छु। म एउटा एकल महिलाले सुरुवात गरेको सानो नर्सरीमा सबैले मेरो भिडियो देख्ने सुन्नेहरूले सबैले लाइक सेयर गरेर फैलाइदिनु होला भन्न चाहन्छु। सरिफाको बोटो पनि छ। सरिफाको बिरुवा, अमलाको बिरुवा, एभोगाडोहरूको बिरुवा छन्। अब यो यस्ता निलकाँडा, लालुपाते, जाइफामहरू, अनगिन्ती फुलहरू छन्। तर मैले अलिकति मिलाएर राख्न सकेको छुइनँ। अब यो गमलामा यो फुल रोप्नुलाई धेरै उत्तम हुन्छ मेरो विचारमा चाहिँ। यस्तोहरू। अब यो जुन छ यो के अरे भन्नु पनि नआउने यो एभोगाडोहरूको बिरुवा त संसारै भइसक्यो। अब कसले लैजाला र सबैको आफ्नो आफ्नो बनाइसके। स्टार फुललाई पानी नपुगेर मुर्झाएछ। मेरो मनै पटक्क खान्छ, के गर्ने। यसरी जाइफामको बिरुवा छन्। यो लामो पाते फुलको स्नेक प्लान्टहरू, यस्तो खालको फुलहरूको बिरुवा। यो त्यो ठुलो गमलामा रोप्यो भने ठुलो ठुलो हुन्छ, धेरै ठुलो पनि हुँदैन, ठिक्कै। यस्तो खालको छन् मेरो फुलको बिरुवाहरू। स्टार फुलको बिरुवा, यसै गरी स्वानको बिरुवाहरू पनि छन्। करेटन फुल, यस्तै गरी यस प्रकारका छन् यो फुलहरू। यो निमपत्ताहरू, यस्तो लकी ब्याम्बू, यो अमादीको बिरुवा पनि लानुहुने भए छ मसँग प्रशस्तै दिन्छु। आउनुहोस्, फ्रीमा लानुहोस्, रोपेर सबैले खाउँ। जडीबुटी यो मेरो स्टार फुल यस प्रकारको छ। यो मेरो अमादीको बिरुवाहरू। मच्छरले चाहिँ मलाई उडाइसक्यो। यो घारीमा बसेकोले मेरो फुल हेरिदिनु होला, लगिदिनु होला। यो गाईघाटमा धेरै नर्सरीहरू छन्, तर 200 भन्दा तलको फुल एउटै मैले देखाएको छैन। त्यसै गरी म चाहिँ
मेरो आफ्नै घर करेसोबारीमा लगाएको हुनाले म खासै त्यो डेकोरेट गरेर पनि राखेको छैन। त्यसै लासाङ-लुसुङ रोपिरहेको छु वरिपरि। म धेरै सस्तो मूल्यमा दिनेछु, आउनुहोस्। हुन्छ भने त्यो गाईघाट बजारको गमलाभरि यो फुल लाएर हाम्रो गाईघाट बजार हरियाली बनाऊ भन्न चाहन्छु। त्यस्तै बाँसको फुलहरू पनि सिस्नु पनि छ, आउनुहोस् बिरुवा लानुहोस् फ्रीमा। यो तरिकाको यो सेतो सिङ्गोनियम फुलहरू यस्तो छ। यो डालिया फुल, यो एक प्रकारको प्लान्ट। यो प्लान्टलाई जान्नेले यसलाई धेरै डिजाइन दिएर राख्न सकिन्छ, बोनसाई बनाउन पनि सकिन्छ। बोनसाई बनाएर राखेका छन् अरू नर्सरीमा, म देख्छु फेसबुक मोबाइलतिर। यस्तो छ। यो मेरो भिडियो सबैजनाले हेरेर लाइक सेयर गरेर सबैमाझ पुर्याइदिनु होला भन्न चाहन्छु। युट्युबमा मेरो मिठाई दुर्मी राई युट्युबमा हेर्नुहोला र फेसबुकमा चाहिँ सबैले देखिहाल्ने भएको छ। यस प्रकारको छ मेरो फुलहरू। यस्ता आज चाहिँ अलिअलि पानी आएर अथवा ओसिलो भयो, तर पनि फेदमा पानी पुगेको छैन, यसरी सुक्खा भइरहेछ। हरेक दिन हरेक बिहान बेलुकी पानी दिएर यसलाई म हरियाली बनाइरहेछु। अलिअलि फुल बिक्री भए त मेरो काम पनि अलिअलि घट्ने थियो। बिहान बेलुका यही फुललाई स्याहार सुसार गर्दै मेरो दिन बिताउने काम गर्छु। हस् त मेरो फुल यो टाढा त के भनौँ, टाढै पनि हेरौँ न, पुर्याइदिनु होला। हुनसक्छ भने सम्पूर्ण देश विदेश पुर्याइदिनु होला। लाइक सेयर के गर्नुपर्छ, के गर्दाखेरि संसारभरि फैलिन्छ यो मेरो भिडियो, पुर्याइदिनु होला मेरा दर्शक महानुभावज्यूहरूले भन्दै मेरा भिडियो यतिमै राख्न चाहन्छु। हस्त नमस्कार। सबैजना आराम कुशल रहनुहोला, सुखी रहनुहोला, सन्तोषी रहनुहोला, सुस्वास्थ्य रहनुहोला र अर्ग्यानिक खानुहोला। हुनसक्छ भने यसरी नै आफ्नै कोठेबारीमा सबैले फलाउँ। सानो परिवारले, ठुलो परिवारले पुग्नु सक्दैन, र ठुल्ठुलो घर हुनेले छतमा रोपेर जति पनि हुन्छ, नहुने कुरै हुँदैन चाह्यो भने। र खेती किसान गर्नेहरूले पनि अर्ग्यानिक लगाउँ। पैसै मात्रै ठुलो भनेर हामीले विषादी ओइर्याएर मानिसमा रोग नफैलाऊँ भन्न चाहन्छु। हस्त नमस्कार। मेरो भिडियो यतिमै राख्न चाहन्छु। मेरो फुलहरूलाई संसार सामु पुर्याइदिनु होला दर्शक महानुभाव। हस्त नमस्कार।